म भने गाइस अब ट्याक्क लाएर देख्न सक्नुहुन्छ बजार एरिया आइपुगेँ त चोकमा आइपुगेँ होइन। फाइनल गाइस तरकारी पनि भइसक्यो होइन। अब मैले एउटा चिज किन्न बाँकी छ। बबाल छ है त आजको भ्यू पनि। घाम लागेर छ आज फेरि मर्ने गरी होइन। सो हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते जोरले। सो म दिलीप ब्लग्स नेपाल। सो आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि एकदमै सन्चै छु र भन्नुपर्दाखेरि गाइस यतिखेर चाहिँ घाम लागेर झलमल्ल एकदम भ्यूहरू पनि बबाल भइरहेको छ होइन टक्क। र म भने अहिले अब गाइस त्यही हो, होटेलको हल्का किचनको सामान सिद्धिएको हुनाले म भने चाहिँ गाइस फटाफट अब के भन्छ बजारतिर जानुपर्ने हुन्छ। तरकारी सिद्धेपछि जाने बरु लिनु होइन गाइस। सो त्यही भएर गाइस म भने चाहिँ तरकारी लिनको लागि अब वार्मअप गर्दै चाहिँ जाँदैछु है त, निक्लिँदैछु। सो गाइस तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सो मलाई सब्सक्राइब गर्न र साथै सेयर साथै नयाँ नयाँ भिडियोहरू हेर्नको लागि बेल आइकनलाई अलमा राख्नु होला। सो त्यही भन्न चाहन्छु गाइस। म भने तरकारी लिन चाहिँ जाँदैछु है त। आज हिजो के दाइ उता जानुभएको थियो घरतिर, अनि अब दाइ हुनुहुन्न, साधन पनि छैन। अब दाइ भएको भए दाइ जानुहुन्थ्यो लिन होइन। सो आज दाइ हुनुहुन्न, त्यही भएर म चाहिँ साधन नि छैन नि त, त्यही भएर म चाहिँ यतिखेर कता अटो नि भेटाउँदैन निक्लेर ट्याक्क हिँडिसक्यो गाइस। देख्न सक्नुहुन्छ आजको भ्यू बबाल छ है त। सो अनि के हो भने नि गाइस त्यो कुरा लागिरहेको छ मेरो गाउँमा युट्युबमा अब सब्सक्राइब होइन 76 जना छ। 76 जना मात्रै छ कि मेरो सब्सक्राइबर। सो तपाईँहरू चाहिँ मलाई सब्सक्राइब गरिदिनु होला। सो गाइस माया गरिदिनु होला होइन, यही भन्न चाहन्छु। सो त्यही हो, म चाहिँ तरकारी लिनको लागि निक्लिसकेँ यहाँबाट होइन। आजको भ्यू मेरो देख्न सक्नुहुन्छ पछाडि ल होइन त। सो त्यही हो, कस्तो अब के तरकारी चाहिँ के ल्याउँ भइरहेको छु कि म चाहिँ। सो त्यही हो, अब दाइ हुनुहुन्न। सो गाइस सबैलाई मिठो माया है एकदम। सो त्यही हो, सपोर्ट गरिदिनु होला मलाई होइन। सो गरी खाने भाँडो बनाइदिनु होला। सो त्यही हो गाइस। अनि हाम्रो यहाँ एउटा जीवन दाको होटल छ यहाँ ट्याक्कसँगले, भर्खरै ओपनिङ गर्दैछ क्या अरे, भर्खर आउनुभयो क्या अरे। हो दा के छ? ट्याक्कसँगले आजको भ्यू बब्बालै त। वाह ल हाम्रो जीवन दाको होटल ट्याक्क बबाल छ होइन। वाह भ्यू हेर न गाइस, भ्यू यस्तो स्वर्ग छ कि मासला, यस्तो स्वर्ग छ कि ठाउँ गाइस। गर्व लाग्छ मलाई चाहिँ नेपालमा जन्मेकोमा होइन। सो त्यही हो। अब भने गाइस म युट्युबमा भिडियोहरू त बनाएर हुन्छु। सो कसैले सपोर्टै गर्नुहुन्न यार, त्यही भएर मलाई भिडियो गर्नु मन लाग्दैन होइन गाइस। सो त्यही हो, तपाईँहरूले सपोर्ट गरिदिनु भयो भने, माया गरिदिनु भयो भने अवश्य भिडियोहरू डेली आउनेछ होइन, डेली भ्लगहरू अपलोड हुनेछ। सो त्यही हो, माया गरिदिनु होला मलाई भन्न चाहेँ म चाहिँ होइन। सो त्यही हो, म चाहिँ अब के भनेदेखि नि यताउति हिँड्न पाउँदिनँ कि, त्यही भएर यताउति हिँडेको खासै भ्लगहरू बनाउनु पाउँदिनँ, लङ भ्लगहरू पनि बनाउनु पाउँदिनँ। सो त्यही भएर सर्ट ठिक्क यताउति होइन, बाहिर फेरि के काम पर्छ त आफ्नै होटेल वरिपरि आफ्नै एरिया वरिपरि चाहिँ भ्लगहरू बनाएर हुन्छु। सो त्यही हो गाइस, अहिलेको लागि भने अब तपाईँहरू सब्सक्राइब गर्दै गर्नु होला, यस्तै खालको भिडियोहरू हेर्दै गर्नु होला होइन। के भन्नु अब यति भने मैले चाहिँ। सो तपाईँहरूको हातमा छ
तपाईँहरूको विचार मलाई सपोर्ट गर्ने या नगर्ने होइन माया गर्ने नगर्ने तपाईँहरूको हातमा छ। सो कृपया मलाई सपोर्ट गर्नु होला होइन। म चाहिँ यस्तै यस्तै रोमाञ्चक भिडियोहरू लिएर आउनेछु गाइज होइन मोबाइलसँगले। सो त्यही हो म चाहिँ अब हल्का तरकारी बजार पुग्न आँटिसकेँ। तर अहिले त अब किनभने म अटोमा पनि चढेर आउनु सक्थ्यो होला किनकि भ्लग नि बनाउनु छ भनेर नि हिँड्दै आएँ। अहिले तरकारी लिएर जानेको लागि म अटोमै जानेछु किनकि झुन्ड्याएर भिडियो गर्दै जानुलाई अप्ठ्यारो हुन्छ नि त। सो त्यही भएर म चाहिँ अहिले अटो नै चढेर जानेछु होइन। सो त्यही हो ल गाइस। अब भ्लग भने अपलोड भइरहेको छ। सो तपाईँहरूले माया गरिदिइराख्नु होला होइन। अब यस्तै भ्लगहरू आउँछ नहिचकिचाइकन एकदम नराम्रो भयो भने राम्रो छ राम्रो बनाउँछ यसले भन्ने तरिकाले हेरिदिनु होला होइन ट्याक्कसँगले। म त यहाँ गणपति रिसोर्ट आइसकेँ गाइस। यो चाहिँ हाम्रो गणपति रिसोर्ट यहाँ सिन्धुलीको होइन ट्याक्क लाएर। ओ माई गड म भने गाइस अब ट्याक्क लाएर देख्न सक्नुहुन्छ बजार एरिया आइपुगेँ है त चोकमा आइपुगेँ होइन। सो म जाँदैछु है त अब फटाफट तरकारी किनेर चाहिँ म ल्याम्लो तरकारी किनेर भाग्नुपर्ने हुन्छ होइन। सो त्यही हो अब तरकारी चाहिँ के लानु भन्ने कुरा भयो कि तरकारी पसलमा सबै बन्द हो कतैदेखि तरकारी वाह होइन त। अब अलिक चाँडो जानुपर्ने छ फेरि गाडी नै चार्ज गर्नु आउला मान्छेहरू के भन्नु। अब यता न उति भएपछि होइन गजब बेजती हुने रहेछ। म भने जाँदैछु अब ट्याक्क लाएर आलु किन्नु हाम्रो ग्यास देख्न सक्नुहुन्छ। तरकारी चाहिँ म यहीँबाट लिएर जानेछु अब। रायो साग छैन अङ्कल आइपुगेको छैन। सो रायो साग नै आइपुगेर हुन्छ पल्लोपट्टि म गएर हेर्नेछु होइन रायो साग छ कि छैन त्यो पसलतिर। रायो साग कतै आएको थिएन जस्तो लागिरहेको मलाई। रायो साग छ छैन आएकै छैन। रायो साग आएकै छैन भनेपछि अब आलु कसरी छ आलु कसरी हो दिदी 70 रुपियाँ किलो हो आलु हजुर 60 रुपियाँ एउटा प्लास्टिक थोरै ठिक्क लिएर जान्छु आधी केजीको सानो छ त्यो हो। आलु लानुपर्ने हुन्छ गाइस मैले खाँदैछु होइन सँगले। गाइस तरकारी पनि भइसक्यो होइन। अब मैले एउटा चिज किन्न बाँकी छ। मैले के किन्न चाहिँ बाँकी छ भने नि अब धनियाँ छैन अङ्कल तपाईँकोमा? धनियाँ छैन कता किन्न जाउँ धनियाँ कहाँ किनौँ धनियाँ छैन जस्तो छ। सो त्यही हो दाइ सिद्धो बाबासँग जानुहुन्छ सिद्धो बाबा 4 स्टेसन यता
यता माथि र ए माथि जानु भाइ ओ दाइ चार्जिङ जानुहुन्छ सिद्ध भयो चार्जिङ नेरी क्या हजुर पुऱ्याइदिनु न तरकारी किन्न आएको लागिसक्यो गाइस सक्नुहुन्छ मेरो ल्यान्ड हुन्छ भवाल भ्यू छ है त ल्याउनु पर्ने सामानहरू पनि बिर्सेको सो भर्खरै म चाहिँ होटल आइसकेँ गाडी तरकारी लिएर पनि आइसकेँ होइन सो एउटा गाडी यहाँ रात पनि भइसक्यो र गइ पनि सक्यो होइन ट्याक्क लाएर म भने चाहिँ आइसकेँ होटल गाइस अट्टो चढेर अट्टो चढेर आइदिएको होइन त अब मेरो कामहरू सिधाएर टक्कसँगले मैले त गर्नुपर्ने हुन्छ गाइस ट्याक्कसँग देख्नु सक्नुहुन्छ होटलको सुडपहरू होइन ओ ल सो त्यही हो अब मेरो कामहरू के छ सबै भ्याउनु पर्ने हुन्छ होइन ट्याक्क लाएर सो गाइज फाइनली भन्नुपर्दाखेरि मेरो कामहरू भने सबै सिधिसक्यो फिनिस भइसक्यो होटेलको सब सामान मिलाउनु पर्नेदेखि लिएर पकाउनु पर्नेदेखि लिएर इत्यादि कुराको चाहिँ सबै रेडी भइसक्यो ट्याक्कसँगले त्यही भएर म भने यहाँ टक्क बाहिर निक्लेको गाइज सो कस्तो छ त भ्यू बा सो त्यही हो माया गरिदिनु होला है सबैजनाले सो त्यही हो मिठो माया सबैजनालाई यसरी नै सपोर्ट गरिदिनु होला अब युट्युबमा सब्सक्राइब पनि गाइज जम्मा 76 छ होइन सो तपाईँहरूले अब माया गरिदिनु भयो र साथ र सपोर्ट राखिराख्नु भयो भने अवश्य म नि एउटा राम्रो भ्लगर बन्छु भन्ने आशा गरेको छु सो गाइज सपोर्ट मी किप सपोर्ट गाइज एभ्री वान प्लिज होइन सपोर्ट गरिदिनु होला मलाई चाहिँ सो त्यही हो अब म चाहिँ भ्लगहरू यस्तै अब के कतै जान नि पाउँदिनँ कतै घुम्न नि पाउँदिनँ सो त्यही हो टाइम मिल्दैन होइन त्यही भएर अब कि होटेल वरिपरि कि अब होटेलभन्दा अलिक यताउति होइन होटेल वरिपरि नै कुनै भ्लग आउने गर्छ हालसालको लागि चाहिँ गाइज सो सब्सक्राइबहरू चाहिँ गर्न नभुल्नु होला सब्सक्राइबहरू गरिराख्नु होला सो आउने छ भिडियोहरू होइन भ्लगहरू अब नयाँ नयाँ ठाउँहरू कुनै बेला गइएला घुमघामको लागि त्यतिखेर अवश्य आउनेछ है त भ्लग भने होइन म तपाईँहरूलाई मतलब यो यस्तो भइरहेछ कि मैले ल्याएको त्यो अब यता होटेल नि हेर्नुपर्ने अनि यता अर्को भ्लग नि बनाउनु पर्ने अलिक असहजता होइन हुने रहेछ जस्तो चाहिँ लाग्यो होइन सो त्यही हो तपाईँहरूले माया गरिदिनु भयो भने माया गरिदिनु भयो भने चाहिँ म चाहिँ जे नि गर्नु तयार छु है फेरि सब्सक्राइब चाहिँ बढाइदिनु पऱ्यो होइन त्यही हो एकदम बबाल छ है त आजको भ्यू पनि
घाम लागेर छ आज फेरि मर्ने गरी होइन मर्ने गरी घाम लागेको छ पसिना आउनु थालेको छ मजा नुहाउनु पनि पर्ला जस्तो छ आज सो त्यही हो अब यस्तै छ जिन्दगानी गाइज सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला मलाई एकदम सपोर्ट चाहिँ बबाल चाहिएको छ तपाईँहरूको होइन सो बबाल माया गरिदिनु होला होइन आँसु झरे म पुछिदिउँला अन्त तिम्रो आँखामा डुबिसकेछु मलाई निकाल्न नखोज होइन त के कसो हो भनिदिनु पर्यो होइन मेरो कल्पनामा आज एउटी परी थाहा छैन खै कुन स्वर्गबाट झरी मेरो कल्पनामा आज एउटी परी थाहा छैन खै कुन स्वर्गबाट झरी रूप छ रङ्ग छ कोमल अङ्ग छ बोल्ने क्या ढङ्ग छ आहा है ओ गाइस सो त्यही हो यस्तै भिडियोहरू हेर्नको लागि गाइस सब्सक्राइब गर्न नभुल्नु होला पक्कै पनि होइन सो त्यही हो सबैलाई मिठो माया आजको भ्लग हो भने म यतै इन्डिङ गर्न चाहन्छु गाइस तपाईँहरू नबिर्सिनु होला है सो अरू पनि नयाँ भ्लगहरू नयाँ ठाउँको नयाँ रोमाञ्चक भ्लगहरू अवश्य आउनेछ होइन सब्सक्राइब गर्नु नभुल्नु होला होइन सो त्यही हो गाइस सो आजलाई भने यति नै भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा एकदमै तपाईँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा नि यस्तै भिडियो बनाउने आशा जगाइदिनु होला माया गरिदिनु होला गाइस सो त्यही हो आजको भ्लगबाट म बिदा चाहन्छु अबको भेट अर्को भ्लगमा सी यू टुमोरो